साथीहरु आज चाहिँ हाम्रो बिहानको खाना यहाँ यता मेडमहरुको घरमा छ। साथीहरु म चाहिँ खाना खाइओरी फेरि खर काट्नु हिँड्ने, माथि खर काट्ने साथीहरु आइसक्यो रे। अनि यहाँ खुकुरी कचिया अनि यहाँ ब्याग बोकेको छु। ब्यागमा चिया सिया पानीहरु बोकेर हिँडिसके। यस्तो उकालो हिँड्नु परेको छ अनि खाना खाने बित्तिकै यस्तो उकालो हिँड्न त म त मर्न लाग्यो। चोरहरुले चोरेर यस्तो बनाएछ हाम्रो घर चाहिँ। हामी चाहिँ यता खर काट्दैछौँ। आजको हाम्रो खाजा आजको लागि चाहिँ हामी घाँस काटिसकेर पनि अब घर हिँडेको। म अघि छु पर साइला र लिलामा आउँदैछ। झर्ने बाटो चाहिँ यस्तो छ। बल्ल हामी चाहिँ रोडमा झरिसक्यो। दिनभरि खर काटेर आएपछिको मेरो खाना चाहिँ यो छ साथीहरु। सेवा साथीहरु गुड मर्निङ नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल रङ्गना राई भ्लग। सो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको नयाँ भ्लगमा। अनि साथीहरु म चाहिँ आरामै छु। आशा छ हजुरहरुमा आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ आज भिडियो स्टार्ट गर्दैछु। साथीहरु आज चाहिँ हाम्रो बिहानको खाना यहाँ यता मेडमहरुको घरमा छ। अनि म चाहिँ जाँदैछु। अनि मिटिङमा हुनुहुन्छ बाबा चाहिँ। अनि मिटिङ सकेर बाबा र मम्मी चाहिँ आउनुहुन्छ। म चाहिँ अगाडि नै हिँडेँ। यहाँ हाम्रो खाना खाने घर चाहिँ। अनि यहाँ मेडमहरुले त्यही खाना खान आउनु भन्नुभयो। कहिलेकाहीँ यता कहिलेकाहीँ उता हाम्रोतिर तलतिर दिदीहरुकोतिर हाम्रो चाहिँ त्यसरी भन्छ खाना खाने। साथीहरु म चाहिँ खाना खाइओरी फेरि खर काट्नु हिँड्ने, माथि खर काट्ने साथीहरु आइसक्यो रे। अनि यहाँ खुकुरी कचिया अनि यहाँ ब्याग बोकेको छु। ब्यागमा चिया सिया पानीहरु बोकेर हिँडिसके। फर्स्ट खाना चाहिँ मनै खाएर हिँडेको। माथि यहाँबाट काम गर्ने आयो भनेर अरू त खाने बाँकी छ। अनि खाना खानु बित्तिकै यस्तो उकालो हिँड्नु परेको छ। अनि खाना खानु बित्तिकै यस्तो उकालो हिँड्न त म त मर्न लाग्यो। अनि यहाँनिर चाहिँ हाम्रो भाइ पढेको स्कुलको छेउ आइपुगेँ म चाहिँ। यसै पहिले मेरो भाइ पढेको थियो यो स्कुलमा चाहिँ। म चाहिँ यहाँ आइपुगेँ। यो माथिको चाहिँ ग्राउन्ड रहेछ। यहाँ चाहिँ यस्तै यो रोड आएको। अब हाम्रो खर काट्न चाहिँ यो माथि छ। त जाने बाटो कहाँबाट हो कहाँबाट हो जाँदैछु। माथि छ खर चाहिँ। यिनीहरू रोड भएको पहिले सबै हाम्रै जग्गा थियो। यिनीहरू सबै हाम्रै जग्गा हो। अहिले खेती लाउनै छोडियो। माथि जाने बाटो कताबाट रहेछ। पहिले त बाटो नै थियो अलि यो तलतिरबाट। अलि यो रोडले गर्दा बाटो कता छ भनेर मैले थाहा पाएन। यहाँबाट अब चढौँ क्या। माथि छ हाम्रो घर चाहिँ। यिनीहरू सबै पाखाबारी हाम्रै हो। म आउँदासम्म पनि खेती लगाएको यहाँ चाहिँ खरहरू छ। अहिले चाहिँ खेती लाउन नसकेर पहिले चाहिँ थियो सबै मकै खेती लगाएको। यहाँ कोदो फापर जौ रोपेको यो जग्गातिर चाहिँ। खोलादेखि पारिपट्टि चाहिँ हाम्रो त्यस्तो खर छ। यहाँनिर सानो खोला छ खोल्सा। त्यो खोल्सादेखि यता चाहिँ सबै चोरहरूले चोरेर यस्तो बनाएछ हाम्रो घर चाहिँ। फेदमा लगाएर काटेको भए त हुन्छ नि। यो माथि माथि यसरी काटेर लगेछ। चोर पनि मैले चिनिसकेको छु। अब भरे गएर त्यसको घरमै अब के चाहिँ गर्नुपर्ने हो। यसरी सबै काटे चाहिँ कान उयोतिरको पनि घारीको पनि यता पनि। अनि यो चोरको नाममा यो चाहिँ आगो सल्काइदिएको। अब के गर्नु त चोरिहालेछ। चोर्नुभन्दा आगो बालिदिउँ भनेर यहाँ मल हुन्छ कि त यो मजाले यसरी फेदमा काटेर लानु पर्थ्यो। यसरी जहीँ तहीँ छस काट्दै लगेछ। अनि अब यहाँ सल्काइदिनु भनेर यहाँ सल्काउँदैछन् विक्रमले। उयो त चाहिँ अलिअलि रहेछ। उता पारी त्यति राम्रो छ भन्दा पनि पारी पनि पातलै छ। त्यो बस्तु चराइ अनि यतापट्टि यस्तो छ। अनि यो यतापट्टि चाहिँ यसरी छस र छुस जहाँ पाए त्यहीँ काट्दै लगेछ। काट्ने दुईजना छ। नभए भरे बेलुकी म त्यसको घरमै जान्छु पक्रिन। पैसा तिर्दो रहेछ कि के गर्दो रहेछ कि त माग्नुपर्छ। यसरी चोर्ने होइन। चोर्दा पनि त्यो यो मजाले मेलोसम्म पारे काटेको भए त हुन्छ नि। यसरी काट्ने हो त। हामी चाहिँ यता खर काट्दैछौँ।
यो त पहिले मकै खेती लगाएको जग्गा चाहिँ हाम्रो यस्तो भएछ अहिले चाहिँ जङ्गल भएछ जङ्गल ऊ तल यो अलिअलि छाना जस्तो देखेको छ स्कुलको छाना हो जस्ता देखेको चाहिँ सबै यस्तो भएछ हाम्रो बारी त यतादेखि काटेर परदेखि काट्दै आएको यहाँ आइपुग्यौँ अनि अब चाहिँ खाजा खान लागेको जाडोमा यो माथिसम्म छ खर हिउँदोको चाहिँ काटेर लगेछ मान्छेले अलिअलि भएको पनि अनि यस्तो घारी भएछ हाम्रो बारी त मकै खेती पहिले कति धेरै लगाएको तल स्कुलसम्म हो हाम्रो जग्गा चाहिँ यहाँदेखि यो माथिसम्म अहिले त पुरै घारी जङ्गल बाघभालु आउने भएछ हामीले खेती लगाएको ठाउँतिर आजको हाम्रो खाजा पुरी अचार यहाँ चिया आजको लागि चाहिँ हामी घाँस काटिसकेर पनि अब घर हिँडेको कहाँबाट झर्नु झर्ने बाटो चाहिँ यस्तो छ ल हिँड्नु नभए उताबाट राम्रो बाटो छ भने लिला अनि म पछाडि यो चाहिँ अब बेलुकीको लागि खुवाउने घाँस बोकेर हिँडेको आजको लागि चाहिँ यति काटिराखियो 1 गराएर आधी मान्छे पनि धेरै थिएनौँ अनि म शीत परेर यस्तो चिसो न चिसो भएको छ कसरी हिँड्नु र म त सक्दिनँ रहेछु चिप्लेर बाटो यस्तो छ नि पहिलेको यो हाम्रो खेती लगाएको बारी अहिले त्यस्तो भएछ अब हिँडेको आजको लागि चाहिँ काटिसकेर सबै यस्तो कुँडो घारी भएछ ऐसेलु घारी भएछ हाम्रो बाटो पनि बारी पनि बल्ल हामी चाहिँ रोडमा झरिसक्यो यो माथि यस्तो घारी थियो अप्ठ्यारो अनि अप्ठ्यारो जति चाहिँ अहिले बल्ल आएर यहाँ रोडमा आइपुग्यो स्कुलदेखि माथिल्लो रोडमा स्कुल अनि यहाँ रोड यो हाम्रो बारी सबै पहिले खेती लगाएको बारी बिजोग भएछ अहिले त उत्तिस पलाएर यस्तो भएछ दिनभरि खर काटेर आएपछिको मेरो खाना चाहिँ यो छ साथीहरू खाना पकाउन पनि गाह्रो लाग्यो फेरि मम्मीहरूले चाहिँ फापरको रोटी खानुहुन्छ अरे अनि म चाहिँ फेरि टुपेम र अन्डा फापरको रोटी चाहिँ मैले खाएको छैन अब खाना चाहिँ खान्छु अहिले चाख्छु कस्तो हुन्छ मम्मी र बाबा चाहिँ फापरको रोटी खाँदै हुनुहुन्छ मुनि म चाहिँ माथि छु किचनमा साथीहरू हिजो चाहिँ हामीले पल्लो घरमा खाना खाएको अनि आज चाहिँ फेरि तल्लो घरमा अनि जाँदैछु म चाहिँ मम्मी र बाबा चाहिँ अघि नै जानुभयो म चाहिँ फेरि अहिले जाँदैछु हाम्रो गाउँ चाहिँ यसरी पलाएछ ठाउँ ठाउँ छ ठाउँ ठाउँ छैन के गरी पलायो अनि खाना खाने ठाउँ चाहिँ यहाँ खाना खाने घर चाहिँ हाम्रो घर चाहिँ ऊ माथि अनि हिजो चाहिँ हाम्रो घरदेखि उता पर पल्लो घरमा खाएको आज फेरि तल्लो घरमा अनि दिनकै यसरी कहिले आफ्नोमा कहिले वल्लो घरमा कहिले पल्लो घरमा हाम्रो चाहिँ त्यसरी खाना खुवाइ हुन्छ अनि जाँदैछु ओह्रालोमा कुद्दै झर्दैछु फेरि घाँस काट्नु जानुपर्ने छ आएर अनि यहाँको चाहिँ यस्तो राम्रो भएछ गाउँ गाउँ कि जाउ हो यो खै म चाहिँ आइपुग्न लाग्यो अब घरमा साथीहरू यहाँको खर्च आजदेखि हाम्रो सक्यो 3 दिन लाग्यो जम्मा यहाँदेखि काटेको यहाँसम्म काट्यो यसपालिको लागि चाहिँ यहाँको लागि घर काटिसकियो अब बोक्न बाँकी छ अब बोक्ने आधी त हिजो पनि बोकेको आज पनि अनि यो पर छ यो रुख भएको ठाउँमा चाहिँ खोल्सा छ खोल्सादेखि पारिपट्टि छ त्यो चाहिँ काट्दै घाँस नै लाने यहाँ अहिले काटेको चाहिँ राख्नको लागि पछि चैत वैशाखको लागि यसपालिको लागि चाहिँ यहाँको चाहिँ काटिसक्यो भन्दा पनि भयो यो खोल्सा पारी छ बाँकी तल छ अझै एक ठाउँ बाँकी त्यहाँ पनि 1 दिन लाग्छ होला काट्नु यहाँ 3 दिन लाग्यो अनि अलि पर अस्ति कति 2 दिन लाग्यो 9-10 दिन लाग्दो रहेछ हाम्रो घर काट्नलाई पनि अनि अब आज चाहिँ मुठा उसार्नु पर्नेछ घाँसको 1300 भारी बोकेर हिँडियो है हामी चाहिँ घरतिर फेरि खर लिन आउनु पर्नेछ यो चाहिँ वस्तुको लागि घाँस म अघि छु पर साइला र लिलामा आउँदैछ
अनि साइलाको र मेरो चाहिँ तेर्सो भारी, लीलाको चाहिँ ठारो भारी। तेर्सो चाहिँ यस्तो हुँदो रहेछ अनि ठारो अगाडिको साइलाको तेर्सो भारी हो, मेरो पनि त्यही खालको लगाएको छ। अनि पछाडि लीलाको चाहिँ ठारो भारी। दुईजना आउँदैछन्, म अघि छु। बाटो चाहिँ यस्तो खत्तम बाटो छ, चिसो शीतै शीत छ है। साथीहरू म चाहिँ घाँसको भारी बोकेर रोडको बाटो ओह्रालै झर्दैछु। अनि झर्दा झर्दै लीलाले चाहिँ भिडियो बनाइदिन्छु रे मलाई। अनि म चाहिँ हाँस्दै हाँस्दै पछाडि थिएँ, अगाडि भइसकेँ। अनि लीलाले चाहिँ मेरो भिडियो बनाउँदै हुनुहुन्छ। अनि कहिलेकाहीँ त यसो भिडियो पनि बनाऊ न आन्टी भारी बोकेको भन्छ लीलाले। अनि ल बनाउनु भनेर मैले चाहिँ भने। अनि फेरि मैले लीलालाई भने लु तपाईँको पनि बनाइदिन्छु भने। अनि फेरि मैले लीलाको बनाइदिएको। अनि लीला चाहिँ अहिले अघि हुनुभयो, म चाहिँ अनि पछि लीलाको भिडियो बनाउँदै। साथीहरू यो हाम्रो घर आइपुग्ने बेला चाहिँ रोडबाट मुनि पर्छ, त्यो रोडले गर्दा बाटो चाहिँ एकदम अप्ठ्यारो छ। अनि म चाहिँ बिस्तारै पछाडि भएर यहाँ घर आइपुगेँ। घरभन्दा पनि अलि वल्लोबाट माथितिर चाहिँ हामीले रुखमा राख्नुपर्ने छ खर। अनि यहाँ लिएर मैले थुपारेँ। अनि यहाँ बाबाले चाहिँ खर भन्दा बेला खरुकी भन्छ, दिँदै हुनुहुन्छ साइलालाई। अनि साइलाले चाहिँ राख्दैछ। अनि यसरी हामीले यो खर चाहिँ राख्छौँ। यो खर पछिको लागि हामीले जतन गरेर राखेको। हाम्रो 2-3 दिन काटेको खर चाहिँ यही हो। अनि हामीले चाहिँ काटिओरी पनि घरमा ल्याइसकियो। यहाँ लीलाले ल्याएर पनि नाम्लो फुकाउँदै हुनुहुन्छ। अनि बाबाले खर दिँदै हुनुहुन्छ, यहाँ साइलाले लाउँदै हुनुहुन्छ। यसरी राख्नुपर्छ खर चाहिँ। अझै पछि चैत वैशाख बेला अनि बर्खाको लागि हो यो चाहिँ। अहिले नै जतन गरेर राख्यो भने पछि सजिलो हुन्छ। यो चाहिँ हाम्रो एक ठाउँको मात्रै खर हो, यो मुनि पनि छ। अनि यता छ, यो चाहिँ हाम्रो माथि स्कुल माथिको मात्रै खर हो एक ठाउँको। अब अझै अस्ति योभन्दा अगाडि अस्ति काटेको यो त पर छ, त्यो चाहिँ ल्याउनै बाँकी छ। अब त्यो ल्याएर अर्को रुखमा राख्छौँ कि बाँस गाडेर राख्छौँ, त्यो बाँकी छ। अहिले चाहिँ यो हिजो अस्ति काटेको 2-3 दिन काटेको खर हो यो चाहिँ। अनि यस्तो यसको खरको यो तलबाट यसरी लाउँदै ल्याउनु पर्दो रहेछ। रुखमा राखेको छौँ यो चाहिँ। 3 दिन काटेको खर यो, अब उता 2 दिन काटेको खर छ। अनि 1 दिन फेरि अझै काट्नै बाँकी छ। खर भन्दा पनि खरुकी भन्छ, खरुकी घाँस। हिउँदको लागि, पछि उसको बर्खाको लागि, चैत वैशाखको लागि यो चाहिँ हामीले साँचेको। साथीहरू तपाईँहरूको दिन कसरी बितिरहेछ? मेरो चाहिँ यस्तै गाउँघरमा घाँस दाउरा मेला पात भनौँ, घरको काम भनौँ, यसरी नै बितिरहेछ। छोटो दिन एकैछिनमा दिन पनि बितिहाल्छ। अनि जाडो पनि एकदम जाडो छ यतातिर चाहिँ, हाम्रो गाउँघरतिर चाहिँ। तपाईँहरूकोतिर कस्तो छ, जाडो कतिको छ? अनि साथीहरू मेरो भिडियो कसले हेर्नुभयो, हेर्नुहुनेको लागि धेरै धन्यवाद। अनि यदि हेर्नु भएको छैन भने सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरिदिनु होला। अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर पनि गरिदिनु होला। अनि सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजलाई चाहिँ मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु। यतिसम्म मेरो साथ दिनुभएकोमा धेरै धन्यवाद। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै बाई एभ्रिवान, गुड नाइट।